यात्रा केवल एउटा ठाउँबाट अर्को ठाउँ पुग्नु मात्र होइन, यो त आफूलाई भेट्ने एउटा माध्यम हो। हिमालको यो निश्चल कञ्चन सुन्दरतामा हामी जब हराउँछौँ तब थाहा हुन्छ कि हामी कति साना छौँ, तर हाम्रा सपनाहरू कति उँचा। हिमालको चिसो हावाले जब हृदयलाई छुन्छ तब त्यहाँ थकाइ होइन, एउटा बेग्लै प्रकारको तृप्ति भेटिन्छ। आजको यो अन्तिम यात्रा केवल गोसाइँकुण्डसम्मको होइन, हाम्रो आस्था र साहसको परीक्षा पनि हो। चोलाङपाटीको त्यो चिसो बिहान, ओसिलो हावा अनि मनमा एउटा सङ्कल्प, आज जसरी पनि नीलकण्ठको काखमा पुग्नु छ। तर भनिन्छ नि, हामीलाई यात्रामा बाटो मात्र कठिन हुँदैन, आफ्नै शरीरले पनि कहिलेकाहीँ एउटा ठुलो परीक्षा लिइदिन्छ। हामी हिँड्न स्टार्ट गरेपछि रियलाइज गरे कि मलाई अलि सन्चो नभएको जस्तो फिल हुँदै थियो। बाहिर हिँड्ने बेलामा चाहिँ अघि बिहान निस्किँदाखेरि अलि सन्चो थिएन, तर अहिले हिँड्दै जाँदाखेरि अलि ठिक हुन्छ। अनि लौरी बिनाको त्यो ठाडो उकालो, यो ट्रेकभरिकै सबसे गाह्रो उकालो थियो। एक त शरीरको स्थिल, त्यसमाथि सास फुलाउने त्यो भिरालो बाटो। जसो तसो थकाइ मार्दै रेस्ट गर्दै हामी लौरी बिना पुग्यौँ। मैले भर्खर के देखेँ हेर्ने त्यहाँ पुगेपछि हिमालको क्लियर भ्यू हेरेपछि मेरो बिरामी मन त्यो सेतो टाकुराहरूलाई हेरेपछि क्षणभरमै निको पारिदिए जस्तो भयो। मैले बाक्लो ज्याकेट फुकालेर केही फोटो पनि खिचेँ। अब तपाईँ आफै भन्नुहोस्, के म यो फोटोमा बिरामी जस्तो देखिन्छु र? तर पहाडको मौसम र आफ्नो शरीरलाई कहिले पनि कम ठान्नु नहुने रहेछ। केही खान पर्यो भनेर नजिकको होटलमा बस्यौँ, तर हिँडेर बसेको जम्मा 5-10 मिनटमै मलाई एक्कासी रिङ्गाटा लाग्न थाल्यो। टाउको पनि जोडले दुख्न थाल्यो। सबैजनाले लेह लाग्यो भन्न थाले। आफूलाई फेरि लेह लाग्नु भनेको के हो पनि थाहा छैन, सिम्टम नै थाहा छैन। पछि स्वीकार गरे कि मलाई एल्टिट्युड सिकनेस नै भएको हुनुपर्छ। यो दिन हाम्रो गोसाइँकुण्ड पुग्ने सपना अधुरो भयो। तर भन्छन् नि, जे हुन्छ भगवानको कृपाले हुन्छ। किन? यसको जवाब हामीले अर्को दिन पाउनेवाला थियौँ। त्यो दिन रेस्ट गरेर हामी बिहान 5 बजे नै हिँड्यौँ। यो चाहिँ मर्निङ भ्यू, घाम पनि उता छैन, टाइम 5। बाटोमा हिँड्दा हामीले सुन्दर दृश्यहरू देख्यौँ। केही साना साना बाक्लो कपाल भएको मुसाहरूसँग हाम्रो भेट भयो। हो त्यो तलको ठाउँ भनेको लौरी बिना होइन, त्यहाँबाट हामी उक्ल्यौँ। अनि यस्तो हिमाली के भन्छ, हिमाली रेन्जहरू चाहिँ मजाले देखिने रहेछ। यहाँ के थाहा हो भन्दाखेरि त्यही पहाडहरू तल पहाड हुँदो रहेछ, त्यही माथि हुँदै जाँदाखेरि चाहिँ माउन्टेन हुँदो रहेछ। ठाउँ पुगेछौँ होइन, टक्क ल्याएर यहाँ बस्ने अब, अनि भ्यू इन्जोय गर्नु, त्यही सोचो। अहिले चाहिँ साथी पनि कुर्नु छ होइन, ठिकै छ। अरूहरूलाई बिस्तारै अलिक बेर हिँडेपछि हामीले सरस्वती कुण्ड देख्यौँ। यो पानी चाहिँ ट्रु ग्लेसियर वाटर, भैरव कुण्डबाट झर्दै गरेको पानीले यो कुण्ड बनेको रहेछ। हामीले कन्फर्म गऱ्यौँ यो चाहिँ सरस्वती कुण्ड हो है, सानै छ। योभन्दा माथि उता नि एउटा कुण्ड छ, त्यो चाहिँ भैरव कुण्ड हो। यो त्यसपछि चाहिँ भैरव के अरे गोसाइँकुण्ड आउँछ। अझै अगाडि गएपछि हामीले भैरव कुण्ड देख्यौँ। प्राय जस्तो ट्रेकरहरू माथिल्लो बाटो
हिँड्छन्। तर हामी दाजुभाइ भिरालो ठाउँबाटै भैरवकुण्डको किनारमा झर्यौँ। अब चाहिँ हामी हेभनभन्दा केही कम छैन है यो ठाउँ, त्यस्तो ठाउँमा छौँ। खासमा कोही आउँदैन रहेछ भैरवकुण्ड, बट वी डिसाइडेड टु कम एन्ड वी आर नट रिग्रेटिङ इट। यस्तो बवाल ठाउँ छ यार, यस्तो मैले वालपेपर पनि देखाएको थिइनँ नि। भित्र पसेको जस्तो महसुस हुँदै थियो। यस्तो खालको ठाउँ मैले फिल्ममा वालपेपरमा कहीँ देखेको छु। यस्तो गजबको ठाउँ छ यहाँ। खासमा त भैरवकुण्ड खासै धेरै मान्छेहरू आउँदैनन् रहेछन्, तर बाटो देखिहाल्यौँ हामीले। अनि तलै ओर्लिने सोच्यो, यति पनि रिग्रेट छैन क्या, बवाल मजा आइरहेछ। हामीले एकछिन यो कुण्डलाई हेऱ्यौँ, शान्त भएर बस्यौँ। हाम्रो माथिबाट हेलिकप्टरहरू उडिरहेका थिए अनि पाइलट र यात्रीहरूले हामीलाई वेभ गरिरहेको थिए। यो साह्रै नै रमाइलो पल थियो। फाइनली हामी चाहिँ भैरवकुण्ड भन्ने लेक चाहिँ आइसकेका छौँ। यहाँनिर फोटोहरू पनि अलि मजाले नै खिच्यौँ। यस्तो मजाको ठाउँ छ यो, पानी पनि ब्लू स्क्रिन भनौँ न। हामी चाहिँ नर्मल ट्रेलको बाटोमा भइकन डाइरेक्ट यस्तो माउन्टेन क्लाइम्ब गर्दैछौँ। हेलिकप्टर त यसरी ढुङ्गा माथि राख्दो रहेछ। अनि एकछिनमा हाम्रो गन्तव्यको सबसे महत्त्वपूर्ण ताल गोसाइँकुण्ड पुग्यौँ। नीलो आकाशको छाया टल्किरहेको थियो। पवित्र कुण्ड देख्दा यात्राको सबै थकाइ क्षणभरमै हराएर गयो। तालमा हामीले स्नान गर्यौँ। सबैभन्दा पहिले रुनिमले त्यहाँ नुहाउने आँट गर्यो। मैले उसको भिडियो बनाइदिएँ। त्यसपछि मेरो पालो थियो। ओहो, कति चिसो पानी, तर महादेवको नाम जप्दै मैले पनि 3 चोटि डुब्की लगाएँ। हामी कसैलाई पनि पौडी खेल्न नआए पनि ईश्वरको आशीर्वादले सही सलामत स्नान गर्यौँ। हामी अब गोसाइँकुण्डमा नुहाएर अब मूल पानी फुटेको मूलतिर जाँदैछौँ। यस्तो लेक पनि देखिरहेछ यहाँबाट। हेलिकप्टर पनि होला, देखेको छ कि छैन टाढा छ त, जुम गरेर देखिन्छ होला। फाइनली हामी पानीको मूल ठाउँ आइपुगेको छौँ, जहाँ चाहिँ शिवजीले आफ्नो त्रिशूलले आएर चाहिँ पानी निकालेको भन्ने विश्वास चाहिँ छ। पूजा गर्यौँ, ढोग्यौँ अनि टीका लगायौँ। हेलिकप्टर बिसाउने ठाउँतिर लाग्यौँ। यति धेरै रङ्गी बिरङ्गी हेलिकप्टरहरू कुण्डको साइडमा देख्दा एकदमै अनरियल र म्याजिकल अनुभव थियो। राम्रोसँग कुण्ड घुमिसकेपछि खाजा खाएर हामीले यो ट्रेकको अन्त गर्यौँ। यो सँगै हाम्रो गोसाइँकुण्ड ट्रेकको फाइनल एपिसोड पनि सकिन्छ। आशा छ तपाईँलाई हाम्रो यो सानो कथा शैली र हाम्रो भ्लग मन पर्यो होला। च्यानललाई लाइक सेयर गरेर साथ दिनुहुनेछ भन्ने आशा राखी बिदा चाहन्छु। धन्यवाद। जय शम्भु।